घतलाग्दो यथार्थ प्रेरणादायी कथा। एउटा कुकुर र हात्ती एकैपटक गर्भवती भए। गर्भवती भएको 2 महिनापछि कुकुरले आधा दर्जन छाउरा पायो। त्यसको केही महिनापछि फेरि कुकुरले बच्चा पायो। हात्ती जस्ताको त्यस्तै छ। कुकुरले फेरि केही महिनापछि फेरि तेस्रो पटक बच्चा पायो। तर हात्ती फेरि पनि उस्तै छ। कुकुरले बडो फुर्तीका साथ हात्ती नजिक पुगेर भन्यो, "हैन ए हात्ती, तिमी त गर्भवती भएको होइन कि के हो? हेर त, मैले 3 पटक बच्चा पाइसके, सबै हुर्किएर ठूला जङ्गे कुकुर बनिसके, तर तिम्रो त केही चालचुल छैन त।" हात्तीले मुसुक्क हाँस्दै भन्यो, "हेर, तिमीले 2 महिनामा झण्डै आधा दर्जन बच्चा पाउँछौ, तर म झण्डै 2 वर्ष लगाएर बल्ल एउटा बच्चा पाउँछु। तर जब मेरो बच्चा जन्मन्छ, धरतीले स्पर्शको महसुस गर्छ। मेरो बच्चाले बाटो काट्दा सयौं मानिसहरू गाडी रोकेर हेर्न लालायित हुन्छन्, क्यामेरामा कैद गर्न उत्सुक हुन्छन्। मेरो मात्र होइन, लामो समयसम्म धैर्यता राख्ने सबैको प्रतिफल महत्त्वपूर्ण हुन्छ। कहिलेकाहीँ छिमेकी, साथीभाइ, आफन्तले फटाफट प्रगति गरेको देखेर मन खिन्न बनाउन हुँदैन। धैर्यता गर्न सिक्नुपर्छ। हरेक व्यक्तिको दिन आउँछ। आफूलाई विश्वास गर्न सक्नुपर्दछ। पर्खन जान्नुपर्छ। आफ्नो लक्ष्यबाट विचलित बन्न हुँदैन। जब धैर्यवान र आफ्नो लक्ष्यमा लगनशील व्यक्तिले सफलता चुम्छन्, त्यो हीराभन्दा बढी महत्त्वपूर्ण र मूल्यवान हुनेछ।